नमस्कार, यहाँलाई युट्युब च्यानलमा हार्दिक स्वागत छ। यो एपिसोडमा हामीले हाम्रो सङ्घ संस्थाले पुस महिनामा भर्नुपर्ने पहिलो अनुमानित आय विवरणको लागि कसरी भाउचर भरेर ब्याङ्क दाखिला गर्ने र ब्याङ्क दाखिला गरिसकेपछि हामीले अनलाइनकै माध्यमबाट कसरी एस्टिमेटेड ट्याक्स रिटर्न फाइलिङ गर्ने भन्ने विषयमा यो भिडियो रहेको छ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सुरुमा हामी आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्ने हुन्छ, जुन चाहिँ ird.gov.np चाहिँ यसको URL रहेको छ। र यहाँ गइसकेपछि हामीले यहाँनिर करदाता पोर्टल भन्ने कुरा देख्छौँ देब्रे साइडमा। र यहाँ गइसकेपछि अब हामीले चाहिँ सुरुमा अनलाइनकै माध्यमबाट चाहिँ कसरी भाउचर लिने र भाउचर लिइसकेपछि कसरी भुक्तानी गर्ने। अब तपाईँले अनलाइनको माध्यमबाट भाउचर लिएर भुक्तानी गर्न सहज नलाग्न नि सक्छ, र त्यो सहज भएन भने तपाईँले नजिकैको कार्यालयमा गएर त्यो किस्ता बाबतको रकमलाई ब्याङ्क डिपोजिट गरेर पनि त्यही भाउचरलाई राखेर हामीले एस्टिमेटेड रिटर्न भर्न सकिन्छ। अनलाइनकै माध्यमबाट सबै गर्ने हो भने चाहिँ सुरुमा हामीले यो राजस्व कार्यालयमा लगइन गर्ने जुन हाम्रो युजर आइडी र पासवर्ड चाहिँ आवश्यक पर्छ। त्यसको लागि चाहिँ हामीले सुरुमा यो जेनरलमा गएर ट्याक्स पेयर लगइन गर्नुपर्ने हुन्छ। लगइन गरिसकेपछि अब यहाँनिर यस्तो खालको ड्यासबोर्ड आउनेछ र ड्यासबोर्डमा हामीले यहाँनिर पेमेन्ट भाउचर भन्ने अप्सन देख्नेछौँ र यसमा हामीले भाउचर भर्नको लागि चाहिँ अनलाइनको माध्यमबाट भुक्तानी गर्नको लागि चाहिँ यहाँनिर भाउचर भर्नुपर्ने हुन्छ र भाउचर भर्नको लागि चाहिँ यहाँनिर पेमेन्ट भाउचर भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर भाउचर भर्ने यो फारम खुल्नेछ। फारममा सुरुमा हामीले यो नयाँ भुक्तानी भन्ने ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँनिर रकम जम्मा हुने ब्याङ्क छान्नुपर्ने हुन्छ। भन्न खोजेको हामीले आन्तरिक राजस्व कार्यालयको कुन चाहिँ ब्याङ्कमा रहेको खातामा डिपोजिट गर्ने हो त्यो यहाँनिर चुज गर्नुपर्ने हुन्छ। अब यहाँनिर जस्तै मानौँ मैले राष्ट्रिय वाणिज्य ब्याङ्क चुज गरेँ, तपाईँले जुनसुकै ब्याङ्क चुज गर्न सक्नुहुन्छ। सकेसम्म चाहिँ तपाईँले रेगुलर रूपमा चाहिँ जुन ब्याङ्कमा योभन्दा पहिला डिपोजिट गरिरहनु भएको छ त्यही ब्याङ्कलाई चुज गर्दा बेटर हुन्छ। र ब्याङ्क चुज गरिसकेपछि यहाँनिर करको प्रकार भन्ने छ। करको प्रकारमा चाहिँ हाम्रो आयकर हुने भयो। त्यसपछि राजस्व शीर्षकमा चाहिँ हाम्रो के हुन्छ, हाम्रो चाहिँ सङ्घ संस्थाको हकमा चाहिँ यो 1/11/24 अन्य आयकर अन्य निकाय भन्ने तपाईँले छान्न सक्नुहुनेछ। र त्यसपछि बापत चाहिँ के बापत हामीले चाहिँ यो रकम जम्मा गर्ने हो। अब हामीले चाहिँ यो इन्स्टलमेन्ट हो। इन्स्टलमेन्ट भइसकेपछि हाम्रो के हुन्छ, अनुमानित आयकर। अनुमानित आयकर भन्ने यहाँनिर चुज गर्नु होला। र त्यसपछि यहाँनिर कति रकम डिपोजिट गर्न खोज्नु भएको छ त्यो रकम यहाँ राख्नु होला। त्यसपछि आर्थिक वर्षमा चाहिँ हाम्रो 82-83 भनेर राख्नु होला। यो अवधिमा चाहिँ 82-83 को चाहिँ अग्रिम आयकर बुझाउँदैछौँ। त्यसपछि यतापट्टि छ टिडिएसमा चाहिँ हाम्रो टिडिएस होइन, त्यसले गर्दाखेरि यसलाई चाहिँ हामीले होइन गर्नुपर्ने हुन्छ। र त्यसपछि छेउबाट चाहिँ प्लस आइकन क्लिक गर्नुपर्ने हुन्छ। र प्लस आइकन क्लिक गरिसकेपछि अब यो चाहिँ हाम्रो तयारी भयो। तल्लोपट्टि आएको चाहिँ खाली चाहिँ यसलाई हामीले छेउबाट माइनस गरिदिनुहोस्, यो हटिहाल्छ। र यसपछि जम्मा रकम यहाँ देखिनेछ र यहाँनिर चाहिँ जेनेरेट ट्रान्जेक्सन कोड भन्ने तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गरिसकेपछि ट्रान्जेक्सन भाउचर जेनेरेट हुनेछ। र जेनेरेट भइसकेपछि त्यो भाउचरमा चाहिँ कारोबार सङ्केत नम्बर भन्ने आउँछ र त्यो कारोबार सङ्केत नम्बरलाई चाहिँ हामीले कपी गरेर अथवा नोट गरेर ई सेवा, कनेक्ट आइपिएस अथवा खल्ती लगायतका प्लेटफर्मबाट चाहिँ सजिलैसँग भुक्तानी गर्न सकिन्छ। र भुक्तानी गरिसकेपछि तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ जुन भुक्तानी हुन्छ र भुक्तानी भइसकेपछि चाहिँ भाउचर चाहिँ हाम्रो यहीँनिर तयारी भएको हुन्छ। र त्यसको लागि चाहिँ पुरानो भुक्तानीको अवस्था हेर्ने ठाउँ गएर हेर्नुपर्ने हुन्छ। र यहाँनिर चाहिँ भुक्तानी भइसकेपछि भाउचर देखाउँछ। स्ट्याटसमा चाहिँ कम्प्लिट देखायो भने पल्ल हाम्रो पेमेन्ट भएको छ भनेर हामीले बुझ्न सक्छौँ। र त्यसपछि यहाँनिर प्रिन्ट भन्ने अप्सनमा गएर चाहिँ हामीले जुन भुक्तानी गरिएको हो त्यो भाउचरलाई चाहिँ लिन सकिन्छ। र हामीले भाउचर लिइसकेपछि यो भयो हामीले सुरुमा भुक्तानी गर्ने प्रक्रियाको बारेमा मैले थोरै जानकारी राखेँ। र भुक्तानी गरिसकेपछि अब हामीले के गर्नुपर्छ, अनलाइनकै माध्यमबाट चाहिँ एस्टिमेटेड रिटर्न भर्नुपर्ने हुन्छ। अब त्यसको लागि चाहिँ यसलाई हामी क्लोज गर्छौँ। यसको लागि चाहिँ हामी कहाँ जान्छौँ भन्दाखेरि पुनः हामी करदाता पोर्टलमै जान्छौँ। र पोर्टलमा गइसकेपछि हामी के गर्छौँ, यहाँनिर देब्रे साइडमा तपाईँले देख्न सक्नुहुन्छ एस्टिमेटेड रिटर्न भन्ने छ, यहाँ जान्छौँ। र यहाँ गइसकेपछि
सुरुकै तपाईले देख्न सक्नुहुनेछ एस्टिमेटेड रिटर्न इन्ट्री भनेर यसमा क्लिक गर्छौं र क्लिक गरिसकेपछि हामीले यहाँनिर सुरुमा चाहिँ प्रयोगकर्ताको नाम भर्नुपर्ने हुन्छ। अब प्रयोगकर्ताको नाममा चाहिँ संस्थाकै प्यान नम्बर राख्नु होला, पासवर्ड पनि त्यही राख्नु होला अथवा तपाईले अरु कुनै राख्न सक्नुहुनेछ र स्थायी लेखा नम्बरमा पनि संस्थाकै प्यान राख्नु होला र त्यसपछि हामीले कुन वर्षको एस्टिमेटेड ट्याक्स बुझाउँदै छौं हैन इन्स्टलमेन्ट बुझाएका छौं त्यही वर्ष यहाँनिर आउनेछ, त्यही वर्ष चुज गर्नु होला। त्यसपछि इमेल र सम्पर्क नम्बर राख्नु होला र रजिस्टर गर्नु होला। रजिस्टर गरिसकेपछि यसरी सबमिसन नम्बर आउनेछ र सबमिसन नम्बर जुन अघि राखिएको पासवर्ड र प्रयोगकर्ताको नामलाई चाहिँ यहाँले नोट गरेर राख्नु होला। त्यसपछि यहाँनिर प्रोसिड भन्ने छ, प्रोसिडमा क्लिक गर्नु होला। प्रोसिडमा क्लिक गरिसकेपछि अब हाम्रो यहाँनिर चाहिँ अनुमानित करको विवरण दाखिला गर्ने फारम खुल्नेछ। अब फारममा चाहिँ हामीले सुरुमा यहाँनिर के गर्नुपर्ने हुन्छ, यहाँनिर राइट साइडमा अनुमानित करको प्रकार भन्ने छ, यसमा चुज गर्नुपर्ने हुन्छ। अब यसमा चाहिँ एस्टिमेटेड ट्याक्स रिटर्न आइएन भन्ने छ, अर्को चाहिँ रिभाइज एस्टिमेटेड ट्याक्स रिटर्न आइएन भन्ने छ। अब यो चाहिँ हामीले सुरुमा पहिलो किस्ता भर्दै छौं, त्यसले गर्दाखेरि चाहिँ एस्टिमेटेड ट्याक्स रिटर्नमा क्लिक गर्नुपर्ने हुन्छ। यदि यसपछि पुस पछाडी चैत अथवा असारमा भर्दै हुनुहुन्छ भने चाहिँ त्यसलाई रिभाइज गर्दै हुनुहुन्छ भने चाहिँ यहाँनिर रिभाइज एस्टिमेटेड ट्याक्स रिटर्न आइआर भन्ने भर्नुपर्ने हुन्छ। अब अहिलेको लागि चाहिँ एस्टिमेटेड ट्याक्स रिटर्न भन्ने हामीले भर्नुपर्ने हुन्छ। अब यहाँनिर यो चुज गरिसकेपछि हामी यसलाई बिस्तारै स्क्रोल गरौँ। स्क्रोल गरिसकेपछि यहाँनिर चाहिँ 2 नम्बरमा छ अनुमानित करको गणना। अब यहाँनिर चाहिँ हामीले 1 नम्बरमा चाहिँ चालु आवकमा व्यवसाय वा लगानीबाट प्राप्त हुने अनुमानित मुनाफा वा लाभ भनेर छ। यसमा चाहिँ हामीले अबको चालु आर्थिक वर्षमा टोटल आम्दानी कुल आम्दानी कति गर्ने लक्ष्य लिएको छ अथवा टोटल आम्दानीमा कति एस्टिमेट राख्ने हो त त्यो कुरा चाहिँ हामीले यकिन गर्नुपर्ने हुन्छ भने कति हुने रकममा पनि हामीले यो चालु वर्षमा कति खर्च हुन्छ त्यो टोटल खर्च राख्नुपर्ने हुन्छ र यो दुईटा राखिसकेपछि तपाईको आफ्नो पालिका अनुसार चाहिँ ट्याक्स क्याल्कुलेसन भएर आउनेछ। र त्यति गरिसकेपछि यहाँनिर अरु ठाउँमा हामीले कहीँ केही भर्नु पर्दैन। अब यहाँनिर चाहिँ 4 नम्बरमा हेर्नु होला। 4 नम्बरमा चाहिँ आम्दानी वा नोक्सानी कति नाफा देख्यो भन्दाखेरि चाहिँ यहाँनिर त्यो रकम उल्लेख भएर आउनेछ र त्यसपछि यहाँनिर चाहिँ कर योग्य आय भनेर देखाउनेछ। अब यो चाहिँ आफै क्याल्कुलेसन भएर आउनेछ। अब यसमा 11 नम्बरमा चाहिँ स्रोतमा कर कट्टी भएको रकम भनेको छ। यो चाहिँ टिडिएसहरु चाहिँ तपाईले क्लेम गर्नुपर्ने छ भने कति टिडिएस क्लेम गर्नुपर्ने छ, आज भर्दै हुनुहुन्छ भने आजको दिनसम्ममा कति टिडिएस क्लेम गर्न मिल्ने छ त्यो टिडिएस पनि यहाँनिर तपाईले राख्न सक्नुहुनेछ। र त्यो छैन, त्यो थोरै छ, त्यसलाई नहेर्ने अहिले एस्टिमेटमै हाल्छु भन्नुहुन्छ भने चाहिँ किस्ता रकम तपाईले यहाँनिर चाहिँ किस्ता रकम कति बुझाउने हो त, पहिलो किस्तामा 40% आउने हुने रकम चाहिँ कति बुझाउने हो त्यो यहाँनिर उल्लेख गर्नुपर्ने हुन्छ। तर 11 नम्बरमा स्रोतमा कट्टी हुने रकम अब हाम्रो यहाँनिर चाहिँ कर योग्य आय भनेर यदि देखाएको छ, यसको हामीले महानगर हो भने 20% ट्याक्स तिर्नु पर्यो र 20% ले आउने ट्याक्सको 40% भनेको कति आउँछ भन्दाखेरि हिसाब गर्नु होला। 40% भनेको यसको 12,40,000 आउँछ। अब यहाँनिर चाहिँ के कुरा छ भन्दाखेरि कहिलेकाहीँ तपाईको चाहिँ संस्थाले क्लेम गर्नुपर्ने ट्याक्सहरु चाहिँ बढी भइरहेको हुन सक्छ। जस्तै टिडिएसहरु चाहिँ यो भन्दा अघिल्लो वर्षको बढी भइरहेको छ र हामीले अहिले बुझाउने भन्दा नि बढी छ भने अरु छुट्टै पैसा यहाँनिर तिर्नु पर्दैन। अब मानौ यहाँनिर चाहिँ मेरो हिसाबले यहाँनिर चाहिँ यो पहिलो किस्तामा 12,40,000 बुझाउनु पर्ने छ, तर यहाँनिर चाहिँ स्रोतमा कट्टी भएको रकम हामीसँग अझै अल्ल्यामा भएको अझै तानेर आएको गत वर्षको चाहिँ अग्रिम ट्याक्सहरुको रकम चाहिँ 12,40,000 भन्दा माथिको छ वा हामीले आगामी दुईटा किस्तामा पनि थप छुट्टै नगद जम्मा गर्नु पर्दैन भने त्यही रकमलाई राखेर तपाई जान सक्नुहुनेछ। यदि पुग्दैन भने त्यही हिसाबले क्याल्कुलेसन गरेर रकम राख्नु पर्ने हुन्छ। मैले अहिले गएकोमा चाहिँ यहाँनिर किस्ता रकम मात्रै राखे। किस्ता रकम राखिसकेपछि अब यहाँनिर चाहिँ थोरै स्क्रोल गर्नुपर्ने हुन्छ र स्क्रोल गरिसकेपछि अब यहाँनिर हामीले हेर्ने भनेको कर दाखिला विवरण भन्ने छ। अब यहाँ दाखिला विवरणमा गएर अब हामीले यहाँनिर के गर्नुपर्ने छ, एड गर्नुपर्ने हुन्छ। अब एड गर्दाखेरि हामीले राजस्व खाता नम्बर भनेर छ। अब राजस्व खाता नम्बर चाहिँ हामीले कुन चाहिँ शीर्षकमा राखिएको हो, कुन चाहिँ शीर्षकमा कर दाखिला गरेको हो त्यो शीर्षक चुज गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर भुक्तानीको किसिम छ। तपाईले बैंक डिपोजिट भए बैंक राख्नु पर्यो, क्याश भए क्याश राख्नु पर्यो, चेक भए चेक राख्नु पर्यो। अब मैले चाहिँ
अनलाइन गरेको भएर ब्याङ्क राखेँ। यदि तपाईँले क्यास डिपोजिट गर्नुभएको हो भने क्यास राख्नुपर्ने हुन्छ। र त्यसपछि भाउचर र रसिद नम्बर भनिएको छ। अब त्यो चाहिँ तपाईँले बुझाउनु भएको भाउचरमा हेर्नुपर्ने हुन्छ र त्यहाँनिर भाउचर र रसिद नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर कुन ब्याङ्कमा जम्मा गर्नुभएको हो त्यो ब्याङ्क चुज गर्नुपर्ने हुन्छ। त्यसपछि थोरै यो फर्मलाई चाहिँ हामीले दायाँतिर सार्नुपर्ने हुन्छ र सारिसकेपछि यहाँनिर चाहिँ हामीले कुन मितिमा दाखिला गरिएको हो र दाखिला रकम कति गरिएको हो त्यो रकम राखेर हामीले यहाँनिरबाट अपडेट गरिदिनु पर्ने हुन्छ। यहाँनिर भाउचरको विवरण सबै राखिसकेपछि तपाईँले यहाँ बटममा सेभ भन्ने अप्सन छ, सेभ गर्नु होला र सेभ गरिसकेपछि यहीँसँगै बटममा सबमिट भन्ने अप्सन छ, सबमिट गर्नु होला र एउटा प्रिन्ट भन्ने अप्सन छ, तपाईँले प्रिन्ट पनि गर्नु होला। यहाँले इस्टिमेटेड रिटर्न इन्ट्री गर्नुभयो तर सबै काम पुरा भएन र भएन भने पुनः यसलाई लगइन कसरी गर्ने भन्ने कुरा आउन सक्छ। त्यसको लागि चाहिँ तपाईँले सबमिसन नम्बरहरू सेभ गरेर राख्नुभएको छ र प्रयोगकर्ताको नाम र पासवर्ड सेभ गरेर राख्नुभएको छ, जुन हामीले सुरुमा चाहिँ कसरी लिने भनेर बताएका थियौँ। अब यसको लागि चाहिँ यहाँनिर इस्टिमेटेड रिटर्न भन्नेमा आउनु पर्यो। त्यसपछि इस्टिमेटेड रिटर्न लगइन भन्ने छ, यसमा क्लिक गर्नु पर्यो र क्लिक गरिसकेपछि हामीले लिएको सबमिसन नम्बर, क्लिक गरिसकेपछि हामीले यहाँनिर सबमिसन नम्बर, प्रयोगकर्ताको नाम के राख्नुभएको छ, प्यान नम्बरै राख्नुभयो होला। त्यसपछि पासवर्ड भन्नेमा पासवर्ड राख्नु पर्यो। त्यसपछि लगइन गर्नु पर्यो। लगइन गरिसकेपछि पुनः हामीले योभन्दा पहिला सबमिट नगरिसक्नु भएको भए त्यो सबै डिटेल यहाँनिर आउनेछ र यहाँनिर कुनै पनि कुरा अपडेट गर्नुपर्ने छ, एडिट गर्नुपर्ने छ भने एडिट गरेर सेभ गरेर सबमिट गर्नुपर्ने हुन्छ। र हामीले यहाँनिर इस्टिमेटेड रिटर्न इन्ट्रीलाई सबमिट गरिसकेपछि अब यहाँनिर एउटा मेसेज आएको छ र यो मेसेज भनेको चाहिँ जुन हामीले इन्ट्री त गरियौँ र इन्ट्री गरिसकेपछि यो इन्ट्री भेरिफाई भएको हुँदैन। हामी आफैले पनि यो लगइन गरेर भेरिफाई गर्न सकिन्छ र हामी आफैले भेरिफाई गर्न नसकेको खण्डमा आफ्नो नजिकैको आन्तरिक राजस्व कार्यालयमा गएर भेरिफाई गर्नुपर्ने हुन्छ। तपाईँले युजर आइडी र पासवर्ड लिनुभएको छ भने हामी आफैले गर्न सकिन्छ। अब यहाँनिर चाहिँ हामी आफैले कसरी गर्न सकिन्छ त्यो देखाउने छु। अब यसको लागि हामीलाई सबमिसन नम्बर चाहिन्छ, जुन सबमिसन नम्बर चाहिँ सुरुमै लिइसकेका छौँ। यो इस्टिमेटेड ट्याक्स इन्ट्री भेरिफाईको लागि, सेल भेरिफाईको लागि चाहिँ हामीले जेनरलमा जानु होला र यहाँ गएर चाहिँ ट्याक्स पेयर लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्नु होला, सुरुमा भेरिफाई अनिवार्य गर्नुपर्ने हुन्छ र भेरिफाई नगरेसम्म यो जुन हाम्रो इस्टिमेटेड ट्याक्स रिटर्न चाहिँ ट्याक्स कार्यालयमा हामीले पेश गरिएको मानिँदैन। र भेरिफाई गर्नको लागि चाहिँ यहाँनिर स्क्रिनमा देखिन्छ, देख्न सक्नुहुन्छ। यहाँनिर भेरिफिकेसन भन्ने छ, हामीले कहीँ नहेरिकन यो भेरिफिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर क्लिक गरिसकेपछि यहाँनिर मोडुल भन्ने छ। मोडुलमा चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ इस्टिमेटेड रिटर्न इन्ट्री भन्ने छ, यसलाई चुज गर्नुपर्ने हुन्छ। र त्यसपछि सबमिसन नम्बरमा चाहिँ तपाईँले जुन सबमिसन नम्बर पाउनुभएको छ इस्टिमेटेड ट्याक्स रिटर्न इन्ट्री गर्ने बेलामा त्यही सबमिसन नम्बर यहाँ राख्नुपर्ने हुन्छ। र त्यसपछि बाहिर कतै क्लिक गर्नु अथवा ट्याब गर्नुहोस् र गरिसकेपछि हामीले यहाँनिर चाहिँ रिभ्यू, भेरिफाई अथवा रिसेट भन्ने अप्सन आउनेछ। अब यहाँ प्रिभ्यूमा गएर पनि हाम्रो ट्रान्जेक्सन ठिक छ कि छैन तपाईँले अन्तिमचोटि चेक गर्नु होला र त्यो ट्रान्जेक्सन ठिक छ भने बल्ल यहाँनिर भेरिफाई गरिदिनुपर्ने हुन्छ। अब यहाँनिर हेर्नु होला, इ रिटर्न भेरिफाई सक्सेसफुली भनिएको छ। अब यो सक्सेसफुली भेरिफाइड भइसकेपछि तपाईँले यहीँबाट प्रिभ्यू गरेर एउटा कपी प्रिन्ट गरेर फाइलिङ गरी राख्नु होला। भेरिफाई भएको डकुमेन्ट प्रिन्ट गर्नको लागि चाहिँ यहाँनिर प्रिभ्यू भन्ने छ, यसमा क्लिक गर्नु होला। यहाँनिर अन्तिमतिर प्रिन्ट भन्ने अप्सन देख्न सक्नुहुन्छ, प्रिन्ट भन्नेमा क्लिक गर्नु होला र यो अप्सन देखिएन भने तपाईँले यहाँनिर यो ब्राउजरको दायाँ साइडमा तीनटा डट छ, यसमा जानु होला र यहाँ गएर चाहिँ यहाँनिर जुम भन्ने अप्सन छ, यसलाई जुमलाई घटाउनु होला। त्यसपछि तपाईँले यहाँनिर प्रिन्ट भन्ने अप्सन राम्रोसँग देख्न सक्नुहुनेछ। यसमा प्रिन्टमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर डाइरेक्ट प्रिन्ट गर्न सकिन्छ अथवा तपाईँले पिडिएफमा सेभ गरेर राख्न सकिन्छ। पक्कै पनि यो भिडियो यहाँको लागि एकदमै उपयोगी भयो होला भन्ने मैले आशा गरेको छु। अहिले यति नै, धन्यवाद।